गुड मर्निङ साथीहरू, तपाईँहरू सन्चै हुनुहुन्छ होला। हामी पनि एकदमै ठिकठाक छौँ र अनि ठिकठाकै छौँ सबैजना। तपाईँहरू पनि एकदमै ठिकठाक हुनुहुन्छ होला भन्ने मैले। अनि त्यस पछाडि आज मलाई एउटा कुरा भनौँ एउटा कुरा देखाम जस्तो लाग्यो क्या साथीहरू। अनि के भन्नुहुन्छ भने पछाडि पहिले म 68 सालमा कस्तो पातलो, एकदमै त्यही पातलो थिएँ। अनि अहिले 81 सालमा भने पछाडि म एकदमै मोटो पनि भएँ। अब म एउटा फोटो पनि देखाउँछु। ल हेर्नु साथीहरू, हामी 68 सालमा हाम्रो बिहा हुँदाखेरि खिचेको हामी बुढाबुढीको फोटो। पहिले हामी यस्तो थियौँ। अनि पहिले र अहिलेमा के फरक थाहा पाउनु भयो र कस्तो देख्नुभयो? सबै साथीहरूले लाइक कमेन्टमा भनिदिनु। हेर्नु साथीहरू, किन पहिलाको आफ्नो फोटो हेर्दा त साथीहरू हेर्नुहोस्, त्यस्तै अवस्थामा त्यस्तै स्लिम भएर हिँडौँ जस्तो लाग्छ कि के गर्नु, के भयो अहिले त हेर्नुहोस्, एकदमै मोटो भएर बिहान उठो खाएछ, दिउँसो हुन्छ खाएछ, यही जिउलाई लाएछ। हेर्नुहोस् के गर्नु। त्यस पछाडि जुरुक्क उठे पछाडि हात मुख धुलाए पछाडि झाडु पोछा सके पछाडि के याद आयो भने ठ्याक्क आउँछ फेरि भित्तामा फोटो। मलाई त कस्तो याद आयो, ओहो पहिले म कस्तो थिएँ अहिले कस्तो थिएँ भनेर फोटो पनि खिचेँ। अनि फोटो खिच्दाखेरि त छैन पहिले कस्तो छु अहिले कस्तो छु, त्यही फरक छ छुट्टै। हेर्नुहोस्, मलाई फेरि खानामा एकदमै कन्ट्रोलै हुन्न क्या साथीहरू, के गर्ने। हेर्नुहोस्, कन्ट्रोल गर्छु भन्छु कन्ट्रोलै गर्न सक्दैन। फलफुल देखेँ फलफुल खान्छु, खाना देखेँ खाना खान्छु। हेर्नुहोस्, मैले आज 1 किलो सुन्तला 1 किलो अङ्गुर कति खाएछु दिनभरिमा खाइसक्छु होला। हेर्नुहोस्, यो 1 किलो अङ्गुर, यो 1 किलो सुन्तला, अनि त्यसै ज्यान बनेको हो नखाएर। खानु नि पर्छ हो साथीहरू, खानु पनि पर्छ। टमाटर हाम्रो बारीको तोरी